धन्यवाद सर। सुरुमा त म सरलाई नै एकदम हृदयदेखि धन्यवाद व्यक्त गर्न चाहन्छु। आउनको लागि जुन दिन त्यो याडदेखि आइराखेको हुन्छ नि त याड, त्यो दिन एकचोटि त्यो योभन्दा कति 1 महिना अगाडि पनि मैले दसैँ अगाडि पनि एकचोटि कल गरेको थिएँ होला सायद यहाँ होइन। त्यतिखेर त्यो ट्रेनिङको सेड्युल एकदम प्याक भएर आउन पाइनँ। यो आउने बेलामा चाहिँ मैले जसरी नै मिलाउँछु भनेर आएँ। अनि आउँदाखेरि टाइमै थिएन, टाइमै नहुँदा पनि होस् जसरी नै आफूलाई चाहिँ यो मलाई चाहिएकै छ भनेर आएँ। आइसकेपछि जहाँ भित्र बसी रिसेप्सनमा बहिनी हुँदो रहेछ, उहाँले पनि एकदमै राम्रो भित्र बस्न साथै उहाँले लोकेसन कहाँ नबुझेदेखि भन्नु है भन्नुभयो कि बाटैदेखि फोन गरेँ। उहाँले भित्र बस्दा यो भित्रै बस्दादेखिको एकदमै राम्रो वातावरण जुन छ, भित्र बस्दै गर्दा सुरुको दिनमा क्लासमा आइयो। सर भित्र बसेपछि यति थाकेर आएर त्यो कुर्सीमा बस्दा पनि सरले गराउने जुन योगा होइन, उहाँको अनुहार देखेपछि नै मभन्दा त उहाँको ती कान्छो हुनुहुन्छ कि म त एजले पनि अलि नै भइसकेको छु। र पनि उहाँले तिनी त्यो बोल्ने शैली, उहाँले गराउने योगा, उहाँले गराइराखेको हामीलाई सिकाइराखेको तरिका, तपाईँ केही गर्नुपर्छ सक्नुहुन्छ तपाईँले गर्नुहोस्। मान्छे सिक्दै नसके कोही पनि अघि बढ्दैन, केही कुरा बिग्रिएरै सप्रिन्छ भन्ने जुन तरिकाले उहाँले सिकाउनु भयो, उहाँको यति राम्रो। उहाँको लागि हामी दुःख सुख पनि सेयर गऱ्यो होला क्लासमा होइन। मैले लाइफमा 2 ठाउँमा मात्रै आफ्नो जीवनको कहानी भनेको छु, त्यो भनेको दोस्रो ठाउँ यो पनि हुन पुग्यो जहाँ यति हामी नजिक जोडियौँ कि हामी यति नजिक जोडियौँ भित्र बस्दै गर्दा बोल्दै गर्दा। अहिले त यस्तो भयो कि यो 10 दिन आज छुट्टी दिनसम्म पनि एउटा परिवार छोडेर टाढा गइएको जस्तो भोलिदेखि वसुन्धरा यहाँ आइरहने काम थियो भन्ने हुन्छ नि, त्यो पनि हामीसँग छुट्यो नि त। लगभग अझै पनि म त 10 दिन सिक्न पाएँ, जसरी पनि मिलाएर आउँथेँ जस्तो फिल भइरहेको थिएँ। यति राम्रो, म त सरलाई यति हृदयदेखि नै धन्यवाद व्यक्त गर्न चाहन्छु। र मसँग जतिजना जोडिएको हुनुहुन्छ उहाँलाई पनि यहीँ सिक्न चाहनुहोस्, यहीँ सिक्नुहोस्। अहिलेको योङ भनेको चिजमा केही न केही माइन्डमा योङ चिजहरू आएको हुन्छ, नयाँ चिजहरू ल्याउनु भएको हुन्छ। यति म रसुवा जिल्ला गइराखेको मान्छे हो, बसेको मान्छे नि हो 45 दिन। उहाँको मान्छे त्यति दुर्गमको मान्छे यति सक्षम बनेर निस्किनु भयो होइन। भने गर्न चाह्यो भने के हुँदो रहेछ, सरसँग देखेर पनि धेरै चिज अनुभवबाट लियो। मैले त केही पनि गरेको रहेनछु कि, मैले त केही पनि गरेको रहेनछु जस्तो फिल हुन्छ। अझै पनि मैले केही गर्नुपर्छ, अगाडि बढ्नुपर्छ भन्ने सोच हुने मान्छेले चाहिँ यहाँ आयो भने केही न केही चिज सिक्छ, केही न केही चिज राम्रै ज्ञान। सर्टिफिकेट त पाइन्छ नै होइन, सर्टिफिकेट सँगसँगै हामीले ज्ञान चाहिँ एकदमै राम्रो पायो। एकदमै 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 साथी जस्तो, एउटा टिचर जस्तो यस्तो राम्रो व्यवहार गरेर उहाँले भित्र बसेपछि गर्ने व्यवहारदेखि बाहिर निस्किनु बेला हामीसँग मैले कति चिज कमी रहेछ कि, म पनि एउटा ट्रेनर भइरहँदाखेरि मैले कति चिज कमी रहेछ कि मसँग, म कति त्यो कुनै ज्ञानै रहेनछ कि मसँग भन्ने कुरा मैले आएर धेरै सिकेँ। धेरै धेरै हृदयदेखि धन्यवाद 10 दिनको यो पिरियडलाई हामीलाई यति राम्रो साथ, ज्ञान, सहयोग, हिम्मत, साहस दिनुभएकोमा सरलाई धेरै धेरै हृदयदेखि धन्यवाद व्यक्त गर्दछु।